व्हाट्सअप गाइज के छ सबैजना सन्चै हुनु आज फेरि म पनि आइगएँ है नयाँ भिडियो लिएर हैन नयाँ भलाको नाममा नयाँ भिडियो लिएर आएको छु आज चाहिँ गाउँको पाँचपेनी मेला लाग्दैछ गाउँमा म पनि जाँदैछु अहिले चाहिँ म घरदेखि निस्किसकेँ अहिले चाहिँ फाइनल म एक्लै छु मेरो साथीहरु आउँदैछ म घरबाट हिँडिसकेँ सो यस्तो भएर हिँडेको छु हैन साथीहरु आहा हैन तिनीहरुले मलाई कस्तो रेस्पेक्ट गर्छ या के गर्छ हेर म त आउँदाखेरि चाहिँ के भन्ने बोलाउँदो रहेछ है आइराछ ल ल ल हेर म त भिडियो बनाउँछ भन्ने थाहा छ किन ल ल आइरा ल हेरम ल कस्तो रेस्पेक्ट आउँछ जो सामान्य गर्यो मेरो साथीले पनि मलाई भिडियो बनाछ भनेर थाहा पाएर होला सायद है सो गाइज यसले चाहिँ भिडियो बनाउने भन्छ हैन अहिले चाहिँ हाम्रो टाइम छैन त एकदम बिजी छ हैन व्हाट्सएप गाइज हाम्रो एकजना फेरि त्यहाँ खतरा बोकाएर पुरै छोडिदिउँ न दामी खतरा आज चाहिँ हामी मेलाको यात्रामा छौँ नि गाइज फेरि दामी भ्लग आउँछ न्यू भ्लग हैन मेला जाने चाहिँ ऊ पारि त्यो चुचुरोमा छ नि त्यहीँ हो जाने हैन त्यसको टपमा नै लाग्छ भनौँ टक्क हैन हामी साथी 3 जना मात्रै छ मैले टक्कसँग अनि 3 जना छौँ सब क्लिपहरु आउँछ कस्तो लाग्छ लाइक गर्नु होला ओके करिब 2 घण्टाको हिँडाइपछि हामी यो मेलाको थोरै आसपास नजिक नै आइसक्यौँ यहाँबाट एउटा भ्यू लिनु पर्यो भनेर फेरि भ्यू पनि ल्यायो क्या हैन टक्कसँग एक्लै भयो भने भ्यू चाहिँ ल्यायो अनि चाहिँ मेरो साथीहरु टक्कसँग हिँडिरहेको थियो अगाडि पछाडिदेखि भयो भने मैले फेरि क्लिपहरु लिएँ हैन फाइनली अहिले चाहिँ हाम्रो फेरि एकजना अंकल पनि आउनु भएको थियो हामी 4 जना भइसकेका थियौँ फेरि हैन 4 जना टक्कसँग गयो हैन मेलाको नजिक के मेलामा लाग्ने कोसेलीहरु हेरौँ न अर्गानिक सुन्तलाहरु केराहरु हैन के लग्नु भएको अब हामीले सोध्ने कुरा भएन हामी पनि आफ्नै तालमा मस्तसँग हैन मस्त तालमा हिँडिरहेको थियौँ साथीहरु हामी पनि भिडियो सिडियो बनाउँदै गफसफ हान्दै हैन कमेडी समेडी गर्दै मस्त तालले हिँड्यो अनि मेलाको नजिक पुग्दा त पुरै डोका भएको आमामा के हो भनेर सोध्न त पाइएन किन सोध्न हैन पानी सानी रक्सी सक्सी हैन के थियो के मेलामा त भइगयो हैन अनि हामी फाइनल मेलाको नजिक नै पुग्यौँ के खतरा होटिङ चलिरहेको थियो के हो हामीलाई पनि थाहा थिएन यस्तो दामी चलिरहेको थियो नि होटिङ म त डराए बा कसैले हान्छ पो कि हैन अहिले जो आवाज सुनिरहेको नि यो चाहिँ हाम्रो अर्गानिक नाचको नै आवाज हो त्यो विशेष बाजागाजा सायद मेलामा प्रवेश गरिन्छ नि हैन आफ्नो थलो बनाइएको हुन्छ त्यो थलोमा प्रवेश गर्ने विशेष गरी अब हैन हामी चाहिँ मैले फेरि साथीलाई क्यामेरा दिएर म पनि हिँड्यो म पनि देखिनु पर्यो त भ्लग बनाउने मान्छे देखिनु पर्यो अनि हामी अंकल म दाजु चाहिँ मस्तसँग हिँड्यो फाइनल साथीहरु भेट्यो हातसाथ मिलाइयो हैन टक्कसँग हैन के छ त अनि हामी मेलाको गेटनेर नै प्रवेश गर्यौँ हैन दामीसँग मेलाको गेटनेर प्रवेश गर्यो मेला त खतरा लाग्यो कि जस्तो फिल भइराख्यो के फेरि हैन कस्तो लाग्यो त हेरौँ मान्छेहरु त भिडभाड नै छ गाउँको हैन आज चाहिँ पाँचपेनी मेला है विशेष त हैन गाउँको पाँचपेनीको दिन लाग्ने मेला दामी छ हैन हेरौँ सब क्लिपहरु आउँछ कस्तो लाग्छ हामी चाहिँ लन्ठाङ हिँडिहाल्यो मेलातिर हैन अनि हाम्रो अगाडि दिदी बहिनी सबै हुनुहुन्थ्यो हामी पनि भिडियो सिडियो बनाउँदै अनि उता झन् खतरा भ्लगर हैन हामी पनि सानो बन्न लागेको भनेर हामीले नि खिच्दियो के टक्कसँग हैन खिच्दियो कस्तो आउँछ त हैन आजको रिएक्सन हैन प्र्याङ्क गर्ने त प्लान थियो तर भएन हुन्छ भन्ने हेरौँ म सबै भिडियोहरु हाल्नेछु टक्कसँग मेलामा प्रवेश पनि गरियो एकदम होटिङ सहित खतरा थियो के मेला पनि खतरा लाग्यो कि हो जस्तो फिल भइरहेको थियो फाइनल मेलामै प्रवेश भयो हैन नजिक भएर सबै कस्तो टाढा टक्क आफ्नो चाहिँ गइरो यता डाँडा उठायो के अब कसरी क्लिपै नआउने खालीको के हैन त्यही भएर हैन कसरी देखाउने कि त टपमै जानु पर्यो भन्ने थियो यता फेरि खतरा मयूर नाच आइदिरहेको के आमामा कति दामी हो मयूर हो कि के हो मयूर नाच नै रहेछ आमा कति खतरा आएको के आमा अर्गानिक मयूर नाच गाए चाहिँ यस्तो हुन्छ हेर्नु पर्यो सब भिडियोहरु देखाएको छु मैले क्या खतरा छ है डान्सहरु आमा अर्गानिक मयूर नाच पनि देखाउने छु तपाईहरुलाई मेलाको सबै क्लिपहरु देखाउने छु के हुन्छ कस्तो हुन्छ हैन मेला चाहिँ दामी लाग्ला जस्तो आजको रिएक्सन हेर्दा खतरा लाग्छ कि जस्तो भइराहा आमा माथि टपमा गएको डोरन उडा जस्तो उडाम भनेको त माथि गएको त खतरा देखिराके भ्यू त आमा कस्तो खतरा मान्छे अझै भर्रे हैन हैन भर्खर सुरु भएको त मेला अझै भर्रे हैन भरिला नि सो गाउँमा हुनु र गाउँको मेला हेर्नु यही फाइदा छ गाइस हेर्नु न अहिलेसम्म हाम्रो गाउँमा मयूर नाच भन्ने हटाएन कि हैन सहरतिर त्यो डान्स ट्यापे सापे ट्या दिन्छ नि त्यस्तो हामीलाई चल्दैन गाइस हामी पुरा प्योर अर्गानिक नाच हेर्ने हैन अहिले अर्को सिङ्गारो नाच पनि देखाउँछु तपाईलाई यति खतरा हुन्छ नि कुरै छोड्दिम के लठेर नाच्ने आमामा जमानामा नाच्ने हैन हाम्रो बाजे बाहरुले त त्यही नाचेर केटीहरु पट्याउँथे रे अहिले केटाहरु डान्स नाचेर यत्रा नि पटान्न खुब पत्याउँदै के मन त हैन के खतरा आमा मयूर नाच हैन सिङ्गार नाच कस्तो खतरा हाम्रो
गाउँमा फेरि सिँगार भन्दा लरे के लरे नाच थाहा कि छैन अर्ग्यानिक होइन अहिले चाहिँ मगर नाचको क्लिप देखाएँ मैले सरसर आइरहेको होइन अब भिडियो चाहिँ लङ लिन सकेन मैले टिकटकमा हाल्नको लागि भयो नि एकदम सरसर भिडियो लिएको छ होइन खतरा नाचिराख्नु भएको यहाँहरू होइन कुन ठाउँको हुनुहुन्छ एकदम रेस्पेक्ट छ है दामी नाच छ ल हामी फेरि देखिनु पऱ्यो भने मैले साथीलाई मोबाइल दिएँ हामी पनि देख्यो कि टक्कसँग होइन हामी तिनजना हेऱ्यो यता भाइहरू फेरि क्यामराम्यान होइन क्यामरा बोकेर टक्कसँग केटीहरू पठाउन गएको हो हामी चाहिँ विवाहित हो फेरि होइन थाहा छैन केले फेरि मगर नाचेको पनि ल्याउनु पऱ्यो क्या अर्ग्यानिक नाच त सब देखाउँछु गाइस तपाईँहरू फलो गर्नु पऱ्यो सपोर्ट गर्नु पऱ्यो होइन फलो गर्नुको लागि होइन टक्कसँग सपोर्ट दिनु पऱ्यो क्या कस्तो खतरा भिडियो आउँछ नि अर्ग्यानिक अन्त गाउँले हो त गाउँले सहरीले सपोर्ट नगरे नि गाउँकोले मान्छेले गाउँलाई नै सपोर्ट गर्नुपर्छ क्या एकले अर्कालाई सपोर्ट गरेर अगाडि जाने हो कि क्या खतरा भिडियो आउँछ नि पुरै छोडिदिउँ न यार यता फेरि केरा पाकेर रहेछ क्या खाउँ लाग्ने मेलामा केरा टोकिदिँदा खाना भएन नि गाइजी यार अलिअलि छ त इज्जत भनेर भन्यो कि सो गाइज छैन फाइनली सब क्लिपहरू देखाउँछ मान्छेहरू बिस्तारै बढी नै गएको थिएँ होइन अनि बढिराखेका थिएँ अनि सो हामी पनि यताउता हिँडिरहेको थियौँ होइन टक्कसँग यता के हो लडाइ नै भयो क्या हो भनेर त आमा होइन सिँगारो नाच रहेछ हामी यही हो क्या गाई चाहिँ हेर्नु न टक्कसँग आमा लडे नाच भन्छ नि यति खतरा लाग्छ नि यो केटा हो टक्कसँग मिलेर के दामीसँग नाचिदिइराख्नु भयो कि मेलाको फाइदा यही नाच हेर्नु नै हो होइन अरू त्यस्तो नभने नाच चाहिँ दामी हेरिन्छ गाई चाहिँ होइन टक्कसँग टपमा गएर होइन भिडियो गएर हान्ने पुरा यही हो एरिया चाहिँ यही हो गाइस म यतापट्टिको टपमा छु उतापट्टिसम्म देखिरहेको एरिया यही हो मान्छे चाहिँ पुरै आउँछ होइन अहिले चाहिँ तपाईँ लडी नाच्यो हेर्नुहोस् एकछिन होइन तसँग म पनि बोलेन ल म पनि चुप्प लागेँ हेर्नुभयो मजा लाग्यो होला नि नलाग्ने त पुरै छैन यस्तो नाच हेर्दा नि फेरि जोस जागर सायद हुटिङ सायद अर्को फेरि नाच आयो कि जस्तो लाग्यो कि होइन खतरा पुरा हुटिङ सायद आइदिएको नि अब फेरि सेरिङ्गी नाच भन्छ मगर नाच होइन फेरि यता हेर्नु पऱ्यो भनेर हेर्नु पऱ्यो कति टिम हो यार मगर नाचको पुरै छोडिदिउँ न आमा कति धेरै मान्छेहरू आउनु भएको थियो नि टक्कसँग होइन एकछिन हेऱ्यो हामी साथीले मैले होइन टक्कसँग मजासँग हेऱ्यो कि धित मरुन्जेल होइन आफूलाई रहर लागिरहेको थियो त पहिला हाम्रो साथीहरू पनि नाच्थ्यो हेरौँ भनेर आइरहेको थियो नि उताबाट कुरा पनि त्यही भएर पनि हेरेँ क्या दामीसँग कस्तो खतरा नाच्नु भएको आमामा रेस्पेक्ट छ है वाह यही हो कि मन लोभिने भने यही नाच्छु म हो कि होइन अर्ग्यानिक बाजा गाजा होइन त्यो चल्दैन हाम्रो मेलामा त्यो होइन डिजेसिजे होइन त्यो त्यहाँ डेक्सेक होइन ऱ्यापस्याप त्यस्तो चल्दैन हाम्रोमा अर्ग्यानिक बाजा गाजा होइन के छ के हुन्छ त्यहीबाट चाहिँ चल्छ हाम्रोमा ठिक छ अनि यो कला हेर्नु न हात हान्दाको आमामा कस्तो खतरा सबजनाको मिल्ने के फेरि होइन सेकेको पनि हो दामीसँग मिल्ने कि होइन कस्तो खतरा कि होइन क्या दामी कि आमामा ओ माई गड कस्तो खतरा कि नि है तपाईँ भन्नु कमेन्ट गर्नु न यसरी हो कि होइन मन परेको परेन पुरा भिडियो त हेर्नुहुन्न होला सायद लागिरह जस्ट होइन त्यही पनि होइन कस्तो खतरा कि हेर्नु त फेरि यो अर्को मगर नाच है सब देखाइरहेको छु त सब देखाउनु परेन गाइस यो अर्को यो पनि खतरा थियो क्या दामी थियो नि ल्याउनै पाएन नि भिडियो खिच्ने ठाउँ नि भएन मान्छे पुरै प्याक थियो क्या त्यही भएर होइन यताउता हिँड्दा पनि ठाउँ नै नपाइरहेको कि होइन कस्तो भोक लागिरहेको थियो फेरि हेर्दा अनि नास्ता खानु पऱ्यो भने चाउमिन खाना गएको साथी र म अहिले चाहिँ हामी दुईजना मात्रै थियौँ होइन यहाँ जस्तो भने मेलामा जस्तो पायो नि खाइहाल्ने हो कि हामी फेरि होइन यहाँ नराम्रो यहाँ राम्रो भन्ने पनि चलन छैन अनि नास्ता खायो त्यहाँबाट हामी हिँडिहाल्यौँ फाइनली होइन अब यता क्रस गर्न खोजेको त आमा बाटो नै रहन्छ कति प्याक हो आमामा होइन कति प्याक के होइन सबजना उतै जानु लाग्नु भएको थियो हामी पनि त्यतै गइरहेको थियौँ मान्छे छिर्ने ठाउँ नै अहिले बढी मान्छे आयो कि हो मेला त कस्तो भिडभाड भइदिइरहेको कि आमा मान्छे त क्रस गर्ने ठाउँ नै नभइदिएर उतैतिर जानु लाग्यो जाने ठाउँ नै नभएर हामी त ब्याग नै आइदिइरहेको यार कसम चाहिँ उता जाने ठाउँ नै नभएर हामी त ब्याग नै आइदिएर क्या जतातिरबाट गएको त्यतै फर्किँदा अनि फेरि यता टपमा गयौँ हामी यता घुम्दै यहाँ पुग्यौँ यहाँबाट एउटा क्लिप लिनु पऱ्यो भनेको त आमा कस्तो खतरा अहिले चाहिँ अहिले दामी लागेर रहेछ कि त्यहाँनिर बढी नि हेर्नु न नि त्यहाँनिर छ क्या मान्छे बढी त्यहाँनिर खतरा लागेको क्या त्यहाँनिर मान्छे टन्न छ क्या त्यहीँनिर प्याक भएको मान्छे अनि क्रसै गर्न नसक्ने ठाउँ नि त्यहाँनिर बढी भिड थियो यता त्यहाँ सिँगार नाच अहिलेसम्म सारिराख्नु भएको थियो लडी नाच होइन लडी नाचिराख्नु भएको थियो यहाँको दाइहरूले अहिले चाहिँ यो अर्ग्यानिक फेरि हेर्नु त आमामा कस्तो खतरा के होइन मगर नाच हेर्नु न अर्को हो है यो
अर्को टिम हेर्नु न कस्तो खतराकै दामी नाच्नु भएको होइन भिडियो खिच्ने ठाउँ नै नभएर कस्तो खिच्नै पाएन कि यार कस्तो खतरा नाचिराख्नु भएको थियो हेरिरहँ जस्तो लाग्थ्यो क्या तर ठाउँ नै भएन त्यहाँबाट पनि करसै गर्नु पऱ्यो होइन अनि टपमै गइन्थ्यो सायद एकान्तमै खोजिन्थ्यो होइन एकान्तमै बस्नु पर्थ्यो त्यही भएर एकान्तमा गएर हेर्थ्यौँ कि मेलाको भ्यूहरू निहाल्नु पऱ्यो त टक्कसँग दामी भ्यूहरू निकाल्ने क्या फेरि नि होइन अहिले चाहिँ टाइम कतिको ठ्याक्कै थाहै नै भएन कि हेर्दा त्यो टाइम त बसुक्कै गएछ अब त घर जाने टाइम पनि भइसकेछ जस्तो लाग्यो किनकि आज चाहिँ मौसमको हल्का गडबड पनि देखिरहेको थियो अब सबैजना घरतिर फर्किराख्नु भएको थियो कि अब यो टिम चाहिँ घर जानको लागि आइसक्नु भएछ अब हेरिरहँ जस्तो लाग्ने तर टाइम गएको थाहै नहुने अब घर त पुग्न पऱ्यो फेरि टाइममै होइन आज किन मौसमको पनि हल्का खराब देखिरहेको थियो कि सो त्यही भएर अब हामी पनि हिँड्न पर्छ कि जस्तो लागिरहेको थियो कि सो गाइज हामी पनि एकैछिनमा त्यहाँबाट निस्किहाल्यौँ किनकि पानी पर्ला जस्तो थियो किनकि हाम्रो घर जान त लाग्थ्यो कमसेकम 4-5 घन्टा करस नै लाग्थ्यो अनि त्यहाँ घर पुग्न त टाइम लाग्ने भयो पानीले फेरि भिजाउला कि भन्ने डर पनि भयो क्या मौसमको खराब छ त होइन छाता केही पनि बोकेको थिएन सो गाइज हामी पनि गेट करस नै गरिसक्यौँ किनकि हामी पनि घरतिर लाग्यौँ आजको क्लिप चाहिँ मेलाको गेटको करससम्म मात्रै ओके भिडियो कस्तो लाग्यो स्किप नगरी हेर्नु भएकोले कमेन्ट गर्नु होला ओके